यो टीआरसी भनेको के हो भन्ने कुरा पहिला बुझौँ। तत्कालीन द्वन्द्व पक्षमा विद्रोही पक्षमा गएको माओवादीले बाँदरमुढेमा बम पड्काएर सर्वसाधारण मार्यो। या तपाईँको लमजुङको मुक्तिनाथ अधिकारी मार्यो, या गोर्खा भुजेलकी गङ्गामाया अधिकारीको छोरालाई बाबुरामले गोली हानेर मारे, जो उनीहरू सरकार पक्ष नै थिएनन्। ती सेना पनि होइनन्, ती प्रहरी पनि होइनन्, ती कुनै सरकारी कर्मचारी पनि होइनन्, न कुनै तिनीहरू राजनीतिज्ञ हुन्। सर्वसाधारण नागरिक मारिए। अनि अहिलेको विद्यमान कानुनले के भन्छ भने त्यसरी मानवाधिकारको गम्भीर ठाडो उल्लङ्घन गर्ने, युद्धमा सहभागी नभएका मान्छेलाई मार्ने मान्छे भनेको अपराधी हो, यसलाई ज्यान मान्ने उद्योगमा मुद्दा चल्छ अहिलेको विद्यमान कानुनले। त्यसै अन्तर्गत अग्निसाप कोटा लगायतका नेताहरू अहिले पनि सर्वोच्च अदालतमा मुद्दा छ मान्छे मारेको केसमा, बुझ्नुभयो। अनि त्यस्तै गरेर मैना सुनवारले जसले मारे माओवादी भनेर जो निहत्या मान्छे मारिए, ती आर्मीका अफिसरलाई पनि मुद्दा छ आज। कोहीलाई फैसला भएर जेल गइसके, कोही हुन बाँकी छ। अनि यिनीहरूले त्यो के गरे भने यो दुईटै मुद्दामा अहिलेको कानुनले त दोषी ठहर गर्ने भयो। अब यो दोषी ठहर नगर्नका लागि एउटा अर्को नयाँ कानुन ल्याउनु पर्यो। अनि त्यो कानुन ल्याएर चाहिँ त्यतिखेर मान्छे मारेका मान्छेहरू, त्यतिखेर मानवाधिकारको गम्भीर ठाडो उल्लङ्घन गरेका मान्छेहरूलाई चाहिँ निर्दोष ठहर गर्ने, अदालतमा मुद्दै नजान पाउने भनेर नयाँ कानुन चाहियो। त्यो नयाँ कानुनको नाम हो टीआरसी। त्यो माओवादीको सबभन्दा ठुलो सपना हो। यति ठुलो सपना हो कि प्रचण्डलाई प्रधानमन्त्री हुन्छस् कि टीआरसी पास गर्छौ भनेर भन्यो भने प्रचण्डले टीआरसी पास गर्छौँ बरु म प्रधानमन्त्री हुँदैन भन्छन्, किनकि युद्ध अपराधको मुद्दा चल्छ प्रचण्डलाई यदि टीआरसी पास भएन भने।